नेपाल इतिहासे दक्ले नापा सरकार पाखी वाङ्मय शताब्दी पुरुष पदक विभूषित ज्यातिमा संस्कृतिविद डाक्टर सत्यमोहन जोशी। वाङ्मय अर्थ शब्दकोश पिका 16 भाषा कला साहित्य अन्वेषक विद्वान फुक्क कठ प्रखर व्यक्तियत मंका खगो कठ छेलिगु खगो ख वाङ्मय थोहे पदवी नेपाल सरकार विभूषित यातुका वेकयत दक्ले नापा नेवा जागरण मञ्च या संयोजने 2074 भाद्र 30 गते यया राष्ट्रिय सभागृह महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीय मु भाषी तजिक हन ज्याजो गोसा गोगु ख यया बसन्तपुर निसे सांस्कृतिक रियालियाना बग्गीतया शताब्दी पुरुष जोशियत भनेको ज्या जुगु ख थौ निदलिपा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सच्छिद क्यङ्गुदु वेकय सम्माने यल महानगरपालिका निसोंगु हन समिति कार्तिक 30 गते सुतस्य 11 इले यलया मंगल बजारे मुना तजिक सच्छिद बुनिय लस्ते अभिनन्दन याटिङ्गुदु वाङ्मय शताब्दी पुरुष जोशियात थोहे छोले नेवा युट्युब पाखे वेक प्रति सम्मान दे छसे राष्ट्र हे हनाचोम व्यक्तित्व वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशियत कया महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी वाङ्मय शताब्दी पुरुष घोषणा यागु लस्ते जुगु हन ज्याजोले मुपा कठ छया पंका दिगु नुगख थौन अतिक महत्वपूर्ण जुगुनी थन नेवयाचन सर्वप्रथम वाङ्मय शताब्दी पुरुष स्थापित हुनुभएकोमा श्री सत्यमोहन जोशीलाई मेरो धेरै धेरै बधाई छ। साथै उहाँको सुस्वास्थ्य एवं दीर्घ जीवनको लागि म श्री पशुपतिनाथसँग प्रार्थना गर्दछु। वाङ्मय शताब्दी पुरुषले विभूषित श्री जोशीले गर्नुभएको योगदान राष्ट्रको समुत्थानको लागि हो। उहाँ समग्र नेपाल राष्ट्रकै एक अमूल्य साझा निधि हुनुहुन्छ। उहाँलाई आज गरिएको यो अभिनन्दन अत्यन्त सराहनीय छ। गरिमामय कार्यक्रम आयोजना गर्नुभएकोमा म आयोजकहरूलाई धन्यवाद दिन चाहन्छु। राष्ट्रको गौरव अभिवृद्धि गर्ने व्यक्तिलाई सम्मान गर्नु राष्ट्रकै गौरव बढाउनु हो। नागरिक अभिनन्दन गरेर सम्पूर्ण जनताले अपनत्व ग्रहण गर्दै सम्मान र ममत्व देखाउनु प्रशंसा योग्य कार्य हो। कुनै क्षेत्र र परिधिको संकीर्ण दायराबाट माथि उठी देश र जनताको सेवामा समर्पित व्यक्तित्वहरू सधैँ पूजनीय अझ र अमर हुन्छन्। ती सबै देशका विभिन्न भागमा पैदल यात्रा गरेर भाषा साहित्य संस्कृति र कला क्षेत्रको श्रीवृद्धिका लागि अत्यन्त कलिलो उमेरदेखि निर्वाह गर्नुभएको महत्त्वपूर्ण भूमिका सिर्जना र कृति राष्ट्रिय सम्पदा हुन्। यो इतिहासमा सुनौला अक्षरले लेखिनेछ। विशेष गरी लोक संस्कृति लोक साहित्य र पुरातात्विक एवं सांस्कृतिक सम्पदा उजागर गर्नमा उहाँले देखाउनु भएको लगाव मेहनत र प्रयास अद्वितीय योगदान हुन्। उहाँ एक जीवित ज्ञानकोश हो। आफ्नो मातृभाषाका माध्यमले महाकाव्यदेखि विभिन्न विधामा कृति सृजना गरी नेपाल भाषा वाङ्मयको भण्डार परिपूर्ण तुल्याउन उहाँको योगदान महत्त्वपूर्ण छ। वरिष्ठ संस्कृतिविद श्री जोशी उमेरले सर्वोच्च शिखरमा भए पनि अझै आफ्नो विधाको उन्नयन र विकासमा एक युवा चाहिँ निरन्तर क्रियाशील रहनु असाध्यै खुसी र प्रेरणाको विषय हो। मानव थकाइ भन्ने शब्द नै उहाँको शब्दकोशमा छैन।
दिनमा जोशीले भाषा संस्कृति र साहित्यको श्रीवृद्धिमा समर्पण जारी राख्ने मैले आशा गरेको छु र उहाँको सुस्वास्थ्य र सुखद जीवनका निमित्त फेरि पनि म हार्दिक शुभेच्छा प्रकट गर्दछु र नेपाल सरकारलाई एकपटक पुनः धन्यवाद दिँदै समारोह आयोजना गर्नु भएकोमा सबैलाई पनि धन्यवाद दिन चाहन्छु। धन्यवाद। नौनौगो भिडियो छिथ्यातक्क थ्याङ्कीको नीति नेवा यूट्यूब चैनल सब्सक्राइब याना दिसा सब्सक्राइब या ह्यांगो बटन क्लिक याना दिसा अले वया हे न पहुँचोंगो गाना क्लिक या लो मंका दे मते ना नेवा यूट्यूब चैनल ची सक्क सिगुना मंका यूट्यूब सुबह